नमस्कार सम्पूर्णमा आमाको माया कार्यक्रममा हजुरहरूलाई स्वागत छ। हामी गर्भवती महिलाहरूलाई गर्भ अवस्था सम्बन्धी परामर्श र सुझावका लागि डेडिकेट छौं। प्राय जसो हाम्रो गर्भवती महिलाहरू स्वास्थ्य सेवा जस्तै गर्भ जाँच, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य समयमै प्राप्त गर्न विभिन्न चुनौतीहरूको सामना गरिराख्नु भएको छ। यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्दछ। आमाको माया कार्यक्रमले सुरक्षित र स्वस्थ गर्भावस्थाको लागि आवश्यक परामर्श सेवा प्रदान गरिराखेको छ। हाम्रो आमाको माया कार्यक्रम प्रोग्राम एप्लिकेशन टेलिकाउन्सेलिङको बारेमा के भन्नुहुन्छ त उहाँहरू? आमाको माया चाहिँ thumbs up from my side. The must have app on your phone. अब मैले त विवाह भएको 3.5 वर्ष सकेपछि नै हामीले प्लान गरेर गर्नुपर्छ भन्ने हिसाबले डाक्टरकोमा गएर पहिला आफ्नो स्वास्थ्य जाँच गराएर हामीले प्रोसेस त्यसरी थालनी गर्यौं। यदि हजुरहरू वा हजुरहरूको चिन्जानमा रहनु भएको महिला गर्भवती हुनुहुन्छ भने हजुरहरू विभिन्न माध्यमहरू जस्तै आमाको माया वेबसाइट, टेलिकाउन्सेलिङ अथवा आमाको माया एप्लिकेशनबाट आमाको माया परामर्श कार्यक्रममा सजिलै जोडिन सक्नुहुन्छ। गर्भावस्था, सुत्केरी तथा नवजात शिशु सम्बन्धी निशुल्क परामर्शमा निरन्तरता यो हो हाम्रो प्रतिबद्धता, किनकि जीवन अमूल्य छ। हस्त, धन्यवाद।